बनाउने हैन त आफ्नो घरमा पनि यस्तै राम्रो टेरेस गार्डन। आज हामी कुरा गर्छौं तपाईले आफ्नो घरमा टेरेस गार्डन बनाउन के गर्नुपर्छ र त्यसको कस्ट कति लाग्छ। सुरुमा तपाईले रुफिङको लागि लाइट वेट पोलिकार्बोनेट रुफ अथवा पर्गोला स्टाइल मेटल रुफ हाल्न सक्नुहुन्छ। यस्तो खालको रुफहरुबाट लाइट राम्रोसँग पास हुन्छ, त्यसैले प्लान्टहरु पनि एकदमै हेल्दी हुन्छ। काठमाडौँमा पोलिकार्बोनेटको रुफ हाल्दा 400 रुपैयाँ देखि 500 रुपैयाँ पर स्क्वायर फिट पर्छ। त्यसैगरी तपाईले पर्गोला मेटल रुफ हाल्नुहुन्छ भने त्यसको कस्ट तपाईलाई 450 देखि 700 पर स्क्वायर फिट सम्म पर्छ। अब गार्डन बनाउनको लागि ह्याङ्गिङ पट्स, भर्टिकल प्लान्टर्स र क्रिपर्सहरु एड गर्न सकिन्छ, जसमा बेसिक प्लान्ट प्लस पटको कस्ट तपाईलाई 150 देखि 500 पर युनिट सम्म पर्छ। वाटरिङ इजी बनाउनको लागि सिम्पल ड्रिप लाइन हाल्न सकिन्छ, त्यसको कस्ट तपाईलाई 40 रुपैयाँ देखि 60 रुपैयाँ पर स्क्वायर फिट पर्छ। अब त्यसैगरी तपाईलाई टेरेस गार्डनमा वार्म लाइट्स हालेर ग्रीन कोजी इन्भाइरोमेन्ट बनाउन मन छ भने 200 रुपैयाँ देखि 400 रुपैयाँ पर स्क्वायर फिट पर्छ। यसरी तपाईले एकदम कम बजेटमा पनि टेरेसमा एउटा ब्युटिफुल देखिने गार्डन बनाउन सक्नुहुन्छ। तपाई पनि आफ्नो घरमा टेरेस गार्डन बनाउन इन्ट्रेस्टेड हुनुहुन्छ भने कमेन्टमा इन्ट्रेस्टेड लेख्नु होला।